गाइजहरु मैले चाहिँ यो एउटा चौतारो छ है, यो पुरानो चौतारो हामी सानो हुँदाखेरि चाहिँ जुन यो देवीघाट बजार छ यहाँ, जहाँ चाहिँ तादी र त्रिशुलीको सङ्गम स्थल हो, यहाँ चाहिँ जुम गरेर देखाएँ मैले हो। त्यो स्थल चाहिँ एउटा धार्मिक स्थल जाल्पा देवी माई चाहिँ अवस्थित रहेको छ। अनि त्यो सँगसँगै मेरो गाउँ चाहिँ यता विदुर नगरपालिका वडा नम्बर 5 पिपलटार, तल्लो पिपलटारमा चाहिँ हो। र हामी यो तल्लो पिपलटार बासीका मानिसहरू चाहिँ विशेष गरेर मेला भर्नको लागि र व्यापार प्रवर्धन गर्नको लागि अनि यहाँ चाहिँ धान मकै गहुँहरू पिसाउनको लागि चाहिँ यो देवीघाट बजारमा चाहिँ आउने गर्छौँ। अनि त्यो सँगसँगै यसरी बजार आइसके पश्चात चाहिँ यो ओह्रालो झरेर उकालो चढ्नु पर्ने हुन्छ हैन। अनि त्यो कारणले गर्दा यसरी ओह्रालो झरेर उकालो चढ्ने क्रममा चाहिँ यो ठाडो डिल हैन, जुन ठाडो पहाड भएको कारणले गर्दा पहाड चढेर आएर मानिसहरू चाहिँ थकाइ लागे पश्चात भारीहरू बिसाउने अनि आराम गर्ने विश्राम गर्ने स्थलको रूपमा चाहिँ यो ठाडे डिललाई लिन सकिन्छ हो। यो ठाडे डिल भनेर चाहिँ बुझ्न सकिन्छ है त गाइज। ल हस्, धन्यवाद, बाई बाई।